मेरो हातमा स्याउ देख्दै हुनुहुन्छ। एन एप्पल अ डे किप्स डक्टर अवे। यो भनेको तपाईँले दिनमा एउटा स्याउ खानुहुन्छ भने मलाई भेट्न आउनु पर्दैन। स्याउ भनेको फलको राजा मानिन्छ। अहिले आँपको सिजन भए पनि तपाईँले म दिनमा एउटा स्याउ खान त सजेस्ट नै गर्छु। किनकि यसको एउटा मात्र फाइदा होइन, धेरै अनेक फाइदाहरू छ। नम्बर 1 यसमा फाइबर पाउँछ, तपाईँलाई डाइजेसनमा धेरै हेल्प गर्छ र तपाईँले लामो समयसम्म भोक लाउँदैन अनि तपाईँलाई अरू खानेकुराहरू खानु पर्दैन अनि तपाईँको डाइजेसन पनि ठिक हुन्छ। अर्को यसमा पाउने भनेको एन्टिअक्सिडेन्ट हो। तपाईँको सेल्सहरूलाई डिस्ट्रोय हुनबाट बचाउँछ र तपाईँहरूलाई अरू मुटुको हेल्थलाई स्ट्रङ बनाउँछ। जुन पेसेन्ट सुगरको पेसेन्ट हुनुहुन्छ उहाँको चिनी कहिलेकाहीँ तलमाथि हुन्छ। यो स्याउ खायो भने यो चाहिँ चिनी चाहिँ धेरै हदसम्म ब्यालेन्स गरेर राखेको हुन्छ। तर स्याउ खाँदा चाहिँ यो स्याउको छिल्कासहित खानु होला। त्यो कतिजनाको बानी हुन्छ, यो छिल्का निकालेर खाने, त्यो होइन, छिल्का फाल्नु हुँदैन। अर्को भनेको यसमा भिटामिन सी पाइन्छ। तपाईँलाई आफ्नो तपाईँको इम्युनिटी, तपाईँको स्किन हेल्थहरू सबैमा हेल्प गर्छ। त्यही भएर दिनमा एउटा स्याउ चाहिँ खानै पर्छ। स्याउ औषधि होइन, तर तपाईँलाई तपाईँको धेरै रोगहरूबाट बचाउन हेल्प गर्छ। त्यही भएर दिनमा एउटा स्याउ खाने अनि डक्टरबाट टाढा राख्ने।